डायबेटिक्स दुई किसिमका हुन्छन्, एउटा टाइप 1 एउटा टाइप 2। टाइप 1 मा तपाई हाम्रो आफ्नै इम्युनिटी सिस्टमले पेनक्रियासलाई अट्र्याक्ट गर्ने काम गर्छ। यसैको कारण तपाई हाम्रो पेनक्रियासले इन्सुलिन बनाउनै सक्दैन। त्यसपछि जुन सुगर हाम्रो बडीमा छ त्यसलाई म्यानेज गर्न अनि प्रोसेस गर्नको लागि कन्फ्युज हुन पुग्छ। र टाइप 2 डायबेटिस हुनु भनेको हाम्रो शरीरमा इन्सुलिन रेजिस्टेन्स हुनु हो। मतलब इन्सुलिन हाम्रो बडीमा छ तर त्यसले हाम्रो शरीरमा राम्रोसँग काम गर्न सकिरहेको छैन। टाइप 1 नो इन्सुलिन मतलब इन्सुलिन छँदै छैन। टाइप 2 इन्सुलिन मतलब टु मच इन्सुलिन, एकदमै धेरै इन्सुलिन मतलब सेल्स युज गर्नै पाउँदैन। टाइप 1 बच्चाहरूलाई डायग्नोस हुन्छ र टाइप 2 एडल्टहरूलाई डायग्नोस हुन्छ। तर हिजो आज बदलिदो समय सँगसँगै अशुद्ध खानपानको कारण बच्चाहरूमा पनि यो समस्याको चान्सेस बढिरहेको छ। टाइप 1 फ्यामिली या जेनेटिक हिस्ट्रीको कारण पनि यो समस्या देखा पर्न थालेको छ। टाइप 2 अनहेल्दी खानाको कारण र खराब जीवनशैली जिउने तरिकाको कारणले गर्दाखेरि यो समस्या देखा पर्न थालेको छ। टाइप 1 डायबेटिस भएका साथीहरूको लागि एउटै मात्रै समाधानको विकल्प हो, त्यो हो इन्सुलिन इन्जेक्सन। तर टाइप 2 डायबेटिसबाट बच्न सकिन्छ, इट इज प्रिभेन्टेबल। यदि हाम्रो जिउने जीवनशैलीलाई थोरै मात्रै परिवर्तन गर्ने प्रयास गर्छौँ भने एभ्री 2 आवर्स चुस्स खाइराख्ने ह्याबिटलाई बन्द गर्नुहोस् र आजैबाट आफ्नो खानामा फाइबर फुड एड गर्नुहोस्। प्रोसेस सुगर, प्रोसेस फुड्सहरूबाट टाढै रहनुहोस् र तपाईको डेली एक्टिभिटीमा थोरै मात्र भए पनि एक्सर्साइजलाई एड गर्नुहोस्। साधारणतया डायबेटिसको लागि मेटफर्मिन र सल्पोनियोनेरियस मेडिसिन दिने गरिन्छ र यही सिस्टम अनुसार तपाईँ फार्मास्युटिकल मेडिसिन निरन्तर युज गर्दै हुनुहुन्छ भने याद गर्नुहोस्, तपाईलाई पनि राम्रोसँग थाहा छ कि मेडिसिनले तपाईको बडीमा एकातिर हिलिङ अर्कोतिर किलिङ गरिरहेको हुन्छ। यदि तपाईँ नेचुरल वेबाट सोलुसन चाहनुहुन्छ भने मलाई जरुर लाइक, सेयर अनि फलो गर्नु नभुल्नुहोला। धन्यवाद।